हेलो गाइजहरू, सबैले सन्चै हुनुहुन्छ होला। सब गाइजहरू, अब म चाहिँ अहिले भइरहेको वर्ल्ड कप भन्दा नि म क्लब वर्ल्ड कपको बारेमा भन्न गइरहेको छु। क्लब वर्ल्ड कपमा चाहिँ अब राउन्ड अफ 16 सुरु भइसकेको छ। एकदमै मजा आइरहेछ क्लब वर्ल्ड कप हेर्नको लागि। अहिलेको क्लब वर्ल्ड कप राउन्ड अफ 16को चाहिँ हिजोको गेम चाहिँ पाल्मरिया भर्सेस बोटाफोगो चाहिँ हार्यो। पाल्मरियाले 1-0ले जितेर क्वार्टर फाइनल पुग्यो। त्यस्तै गरी आज बिहान थियो बेन्फिका र चेल्सी र बेन्फिकाको 90 मिनटसम्म ड्र भएको थियो 1-1। 90 मिनट पछाडि बेन्फिकाले पेनल्टी पाएर ड्र बनाएको थियो। त्यसपछि एक्स्ट्रा टाइममा गयो। एक्स्ट्रा टाइममा चाहिँ फेरि चेल्सीले चाहिँ बबालाई हान्दियो। एक्स्ट्रा टाइम भयो, 3 गोल हानेर चेल्सीले गेम जित्यो। त्यस्तै गरी कुन छ भन्दाखेरि आज रातिको गेम चाहिँ चेल्सीको थियो। अनि प्लस बेलुका गेम चाहिँ कुन छ भन्दाखेरि तपाईँको पिएसजी र इन्टर मियामी छ। यो चाहिँ बबालै हुनेवाला छ। मेस्सी पनि पहिला पिएसजीबाट खेलेको कारणले खेलेको थियो नि त। त्यही भएर अब पिएसजी त अब वर्ल्ड क्लास टिम हो, अहिले च्याम्पियन्स लिग जितेको टिम हो। त्यही पनि अस्ति बोटाफोगोसँग हारेर तर भन्न सकिने गेम भनेको के हो भनेर। आज बेलुका 1 बजे छ इन्टर मिलान र पिएसजीको गेम। अनि त्यस्तै गरी भोलि बिहान चाहिँ फ्ल्यामिङ्गो र बायर्न। फ्ल्यामिङ्गो त अब बायर्न त यस्तै फेभरेट भइहाल्यो। फ्ल्यामिङ्गोले ग्रुप टप गरे पनि बायर्न चाहिँ जित्छ जस्तो लाग्छ मलाई। त्यसपछि चाहिँ इन्टर मिलान र फुल्मेनियास छ। त्यसपछि म्यान्चेस्टर सिटी र अलिलालको गेम छ। रियल मैड्रिड र युभेन्टसमा चाहिँ अब म चाहिँ रियल मैड्रिडको फ्यान भएको कारणले मेरो चाहिँ रियल मैड्रिड नै फेभरेट हो, डेफिनेटली फेभरेट हो। अन्त रियलले नै जित्नुपर्छ भन्ने मलाई लाग्छ। जस्तै अब अहिले नयाँ कन्ट्याक्ट पनि गरेको छ, डिन हुइसेन किनेको छ, एलेक्जेन्डर किनेको छ। त्यही भएर जित्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, होइन। त्यसपछि चाहिँ मोन्टेरा र डर्टमन्ड। मोन्टेरा नि राम्रो क्लब हो, तर अब डर्टमन्डले जित्छ जस्तो लाग्छ मलाई। तपाईँहरूलाई चाहिँ कुन लाग्छ भनिदिनु। त्यसै गरी यो क्लब वर्ल्डको चाहिँ एकदमै बवाल भइरहेछ योचोटि। 4 वर्षमा हुन्छ यो क्लब वर्ल्ड कप चाहिँ। पहिला चाहिँ अब इयरली वाइज हुन्थ्यो, अब चाहिँ 4 वर्षमा हुने भनेको छ फिफाले। त्यही भएर चाहिँ हेर्न चाहिँ मजै आउँछ योचोटि चाहिँ। त्यस्तै गरेर हाम्रो स्पेनको टिम चाहिँ आउट भयो यार। एथलेटिको मैड्रिड आउट भइदिएर अनि पोर्तो नि आउट भयो। यिनीहरू त टिम त राम्रै हो, तर नि खै के खेल्यो कि। त्यस्तै गरी म चाहिँ अरूको चाहिँ ट्रान्सफर न्युज चाहिँ भन्छु। ट्रान्सफर न्युज पनि गर्ने गर्छु। त्यही भएर तपाईँहरू सबैले मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि स्पोर्ट न्युजहरू चाहिँ म अपडेट गरिरहेको छु। त्यही भएर चाहिँ मैले स्पोर्ट भ्लग चाहिँ बनाउन खोजेको। गाइजहरू त्यस्तै छ, सबैले माया गरिदिनु होला। अब अरू त के भन्नु, जस्तै म भर्खर सुरुवात गर्दैछु, सबैले सपोर्ट गरिदिनु होला। स्पोर्ट न्युजहरू आउँछ, कन्टिन्यू आउँछ स्पोर्ट न्युज। तपाईँहरूले माया गरिदिनु भयो भने चाहिँ कन्टिन्यू आउँछ स्पोर्ट न्युजहरू। र अरू न्युज पनि आउँदै गर्छ। त्यसको लागि तपाईँहरूले मलाई साथ र सपोर्ट गरिदिनु होला। त्यस्तै हो। बाई गाइज, नेक्स्ट भिडियोमा भेटौँला।